युमछा राईले चाहिँ आफ्नो दिदीको बिहेको लागि अचार छोप कुट्दै हुन्छ छोप अचार यो भिडियो मलाई पठाइदिनु न अनि WhatsApp-मा म भन्दैछु क्या अचार बनाउँदै हुनुहुन्छ यता सरसफाई कार्यक्रम चल्दैछ यता चाहिँ यहाँ आफ्नै पारामा हुनुहुन्छ उहाँले चाहिँ अचार कुट्दै हुन्छ छोप अचार बाहुबली भाउजूको कोही बजरंग बली धनु यहाँ लाग्छ है फुपूले नै कडा प्रस्तुति दिँदै हुनुहुँदो रहेछ हेलो भाइजू यहाँ चाहिँ हाम्रो श्रद्धा दिदीको एकदम विशेष कार्यक्रम चाहिँ एकदम चलिरहेको छ यता लपुवाला अब कसले फुटाइदियो त्यो धेरै ठुल्ठुलो नबनाऊ है ठिक ठिक बनाऊ ओइ धेरै ठुल्ठुलो नबनाऊ ल फुटी जान्छ भोलि एकदम धमाधम चलिरहेको छ ये मेरा दिल हेलो 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 सबैले हेलो भन यता यता क्यामेराम्यान जल्दी फोकस कीजिए म देखिए यता म छु हेलो ल धेरै रमझम छ है बिहेको चाहिँ एकदम ल बाई बाई हेलो काका खै हेलो हेलो गर्नु हेलो यता डेमा यहाँ हाम्रो काका चाची है पहिला काका हजुर काका र यता चाहिँ हाम्रो के भयो यता हाम्रो डेकोरेटको हेड यता चाहिँ हाम्रो के भन्छ हेल्पर ए यता हाम्रो विशेष चाहिँ यता हुनुहुन्छ है हाम्रो देवा एकदम ह्यान्डसम देवा हेल्परमा चाहिँ यता हुनुहुँदो रहेछ होइन यो चाहिँ भोलिको एकदम धुमधाम तयारी हुँदैछ यता यताउता भइरहेको छ ठिक छ वी आर ह्याप्पी यता समीक्षा ब्युटिफुल ह्याप्पी यस नि त नि अघिसम्म म नै यहाँ माइजूहरू फेरि भित्र दिलवाला बेलुन केहरू बनाउँदै हुन्छ सँगै आइज हामी रिहाल्छौँ है तपाईँ यहाँ व्यस्त हुँदो रहेछ यस्तै छ यता हाम्रो प्यारी फुपू हुनुहुन्छ यता हाम्रो बोजू आमाको यता फुपू हेलो गर्नु न बोजू तिमीलाई त्यहाँ के गर्दैछौ हाम्रो जेठी काकी ल कान्छी ल कान्छी काकी
के अरे एकखेमीको जस्तै तपाईँको भेस्ट यता चाहिँ हाम्रो बोजू हुनुहुन्छ होइन र भन्दै भन्दै फेरि म वापस त्यसै रङ्गी बिरङ्गी म रुममा आइपुगेको छु चुप त गयौँ ल यता पनि क्यामेराको प्रतीक्षामा हुनुहुन्छ क्यामेराम्यान फोकस कीजिए यता हुनुहुन्छ आजको विशेष अतिथि प्रमुख अतिथिज्यू एकदम काममा जुट्नु भएको छ उहाँहरू चाहिँ आजको उहाँहरूकै लागि यति धेरै मेहनत गरिरहेको छौँ हामीले होइन हेर्न सक्नुहुन्छ कडी मेहनत हाम्रो विवाह मण्डपको हाम्रो डिजाइनर हामी चाहिँ हेल्पर श्रद्धाकोमा गर्दैछु अब दिदीकोमा गर्छु रिस्माको नि गरेकै अलिअलि अनि प्रसिद्धिकाको म त झन् होल टाइम दिनु मैले अनि यो माछाले चाहिँ अलि ब्याउँदिनु सानै छ त्यही भएर ओके 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 बाई बाई र त फेरि म ब्युटिफुल गाइस पनि अब काट्छु भित्र अघि गरेको यता चाहिँ कहिले नाच्छ भनेर हेर्ने एकदम प्रतीक्षामा हुनुहुन्छ यहाँ हाम्रो तलपट्टिमा हेलो हेलो भन्नु न हेलो यता चाहिँ हाम्रो ह्यान्डसम डेवाको डेमा हुनुहुन्छ यता हाम्रो तलहरूको बोजू यता चाहिँ माइजू हुनुहुन्छ अम्मी हो अम्मी यहाँ चाहिँ फेरि पनि हुनुहुन्छ यता बोजू फुपू यता हाम्रो फुपू हुनुहुन्छ आपा हाम्रो हस्ती काका दाजु काका म फेरि मेरो काममै निरन्तर गएँ जाउँ तल आऊ तल जाउँ न आऊ होइन होइन राति हामी चाहिँ अब तल्लोपट्टि अर्को डेरामा हिँड्नु आँटेको होइन यसलाई चाहिँ बाई बाई गरौँ यता हाम्रो ब्युटिफुल शौचालय र यता चाहिँ मेरो पार्टनर क्राइम पार्टनर हरेक सुख दुःखको साथी हजुर र यो चाहिँ हाम्रो गेट अधुरो छैन भोलि हेर्नुहोस् हाम्रो भोलि तपाईँ के भन्न चाहनुहुन्छ कस्तो महसुस भइरहेछ मलाई चाहिँ एकदम रमाइलो हो ल एकदम ओके र हामी चाहिँ अब जाँदैछौँ होइन बाटोमा यहाँ फिट त गरेको बत्ती तर अलि सम्भव भएन होइन हजुर हजुर हेर्न सक्नुहुन्छ यस्तै छ पारा हाम्रो होइन छैन तर यहाँ हामीलाई चाहिँ जरुरत रहेछ करेन्ट बत्तीको होइन तर अफसोस र यो चाहिँ हाम्रो इष्टमित्रहरूले दाउरा ल्याइदिनु भएको छ होइन गाउँघरमा यस्तै हुन्छ एकदम गोठै भरिसकेको छ हेर्नु सक्छु तपाईँहरू देख्नु सक्छु र यता यता भण्डार छ के र यो चाहिँ मात्र कास्टिङ हो हाम्रो भण्डारको होइन हेर्नु सक्नुहुन्छ तपाईँहरू होइन यस्तै छ र हाम्रो आपा पनि हिँड्नु भएको छ ठिक छ उहाँले स्वागत गरौँ पिङ खेल्नुहुन्छ भने राति एकदम सुविधा सम्पन्न छ र यहाँ हाम्रो खोर्सानीहरू पनि छ होइन अनि हामी फेरि पनि हेर्न सक्नुहुन्छ हामी जाँदैछौँ होइन
देख्न सक्नुहुन्छ र यही तल त्यो निलो निलो देखिँदै गरेको ठाउँ चाहिँ हाम्रो भान्सा अब के पो भन्छ बर्खाको बेलामा अब त्यस्तै हो बारी नालीहरू छ होइन र बारी नालीहरू यहाँ त पारीपट्टि हल्का हल्का देखिँदो रहेछ हेर्न सक्नुहुन्छ यो चाहिँ अम्बकको बोट हो होइन बोटमा त छ फल चाहिँ युमाले टिपेर खाइहालेको छ यो बोडीहरू हो यता चाहिँ हेर्नु पारीपट्टि देखेको चाहिँ कता भोजपुर होला र हामी फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुगिसकेका छौँ र यताको कार्यक्रम चाहिँ यस्तो रहेछ होइन तपाईँ हेर्न सक्नुहुन्छ यस्तै छ कुर्सीहरू लडिरहेका छन् उभिरहेका छन् यता चाहिँ ल यस्तै रहेछ भाडा यहाँ यति धेरै छ हामी कति धेरै तड्क्यौँ अघि होइन यस्तै छ ए हाम्रो दुइटै कान्छा काकाहरू चाहिँ यता आइनु भएको रहेछ यहाँ पनिर पो पोल्दै हुन्छ जस्तो लाग्यो मलाई पनिर रहेछ यता हाम्रो काका आजै धरानबाट प्रस्थान हुँदैछ र तपाईँहरूलाई राति खानु मन लागेमा खानु सक्नुहुन्छ पापड यता हाम्रो डेमा आउनुहुन्छ हामी हो यता हाम्रो काकी ज्याउ कान्छी काकी र यो चाहिँ हाम्रो भोलिको खाद्यान्नहरू हो हेर्नु होला तर यो अलिक यसको छिपेको रहेनछ होइन अनि यो यहाँभित्र के छ यहाँभित्र रोटी होला सायद अनि त्यस्तो छ होइन अनि यो चाहिँ सायद भोलिको होला अनि हाम्रो गाई ठल्लो पनि परेछ अनि तपाईँहरू देख्न सक्नुहुन्छ म के देखाउन चाहन्छु भने सुन्तला अब मङ्सिर पुसमा मात्रै भएको छ नि त अनि हेर्न सक्नुहुन्छ खानुहुन्छ भने पनिर उसले चाहिँ ल्याइसकेको छ हाम्रो विशेष पनिरलाई उसले चाहिँ खानुपर्छ तपाईँहरू पनि यस्तै खान चाहनुहुन्छ भने आउनु होला हाम्रो चौतारीमा काँचो खान चाहन्छु र हेर्नु सक्नुहुन्छ म चाहिँ यो खानु लागेको छु है र यो चाहिँ सुन्तला यसको चाहिँ मङ्सिर पुसमा पाक्ने बेला हो पाकेपछि अवश्य पनि म तपाईँहरूलाई दिनेछु होइन र अब यो चाहिँ तपाईँहरूले के सोच्नुहुन्छ होला होइन तर यो भनेको चाहिँ हाम्रो एकदम चुला हो यो चाहिँ होइन यो यसरी यहाँ टक्क राख्ने यहाँ राखेर चाहिँ बनाउने अनि यहाँ दाउराहरू लाउने यस्तो छ होइन हाम्रो यताको चलन यता ल हेर्नुहोस् हाम्रो यही हो है भान्सा यस्तै छ अब के गर्नु त यस्तो नि हामी एकदम खुसी छौँ र हामी फेरि पनि हाम्रो यस ब्युटिफुल प्लेसलाई बाई बाई गऱ्यौँ र हामी फेरि पुनः आफ्नो घरतर्फ अघि बढ्दै मजा आउँदैछ खेल्नु ए हेर I just wanna live in this moment forever, 'cause I'm afraid of living couldn't get any better. यो हो हाम्रो सलाद यो हो हाम्रो भाजी यता हुनुहुन्छ सुन्दर हाम्रो माइजू यता हुनुहुन्छ सालको पातको टपरीको हिरोनी एकदमसँग प्रस्तुति ठिक्लुक ठुक्लुक यता टमाटर छ डिउ खानुहोस् र ज्यान बनाउनुहोस् यता प्याज काट्दै हुन्छ हाम्रो माइला दाजु यता चाहिँ हुनुहुन्छ रुमरानमा के कसको यादमा कसको म एकदमसँगले यसले हरेक कुरा याद दिलाइदिन्छ यता हुनुहुन्छ बन्डाकोपी काट्ने मान्छे यता हुन्छ हाम्रो कान्छी काकी उता चाहिँ सालको पातको टपरी नै हो होइन यता हाम्रो सानो मान्छे हेलो भन्नु र म यता डिस्टर्ब नगरी त जान चाहन्छु ए ओ के भयो दसैँको बेला कि त भिडियो लाग्यो त उहाँको भेष नै उभिरहेको माराको दिन हौ यता हाम्रो कहाँ कहाँ हुनुहुन्छ हेलो
एकछिन यता पर चाहिँ हाम्रो काका हुनुहुन्छ र यता चाहिँ हाम्रो चुला अरे होइन चुलामा माम पाक्दैछ दाल पाक्दैछ भाजी पाक्दैछ एकदमसँग अरे होइन चारवटा त तल पर चाहिँ काका आउँदै हुँदो रहेछ होइन आपा बाहुबली जस्तो कौन है वो भन्दै आउँदै हुन्छ र म दाल चलाउन लागेको छु मेरो हतियार र साथी छन् यतिको त मेरो समर्पण यसैमा Pira na pindah warna. Apa? Sino kati hata hata? Yo bahan tu mungkin. Yo ni nombor pasang ada tu. मलाई दिन्छ त ल विश्वासको आएर डल हम्बको जिउनी भार छैन तिमीसँग जुफाने माया खने र पुस्ता थम्नु हैन सुते सिरे सुसराते सातो चाउरा Oiran dah. Lah bye. अब साकी होता है अब मोडा आई के ओडा हम लाइन अब यो भनेको ज्वाइँ भित्राउने काम गरिँदैछ ससुरालको घरमा र अब के भने यो हाम्रो भाषाबाट एक दुई भाका फलाक्ने काम हुन्छ त्यहाँदेखि यो चाहिँ उखेम सोल हो नि एक दुई भाका फलाक्ने काम गरौँ न यो उखेम सक्यो भने हाम्रो आफ्नो परम्परा अब पुर्खौली हाम्रो संस्कार अनुसार चाहिँ भाउविधि अब ज्वाइँ आउँदाखेरि भित्राउने काम चाहिँ पहिलादेखि यसै अब जुजु बाजेहरूले गरिराखेको हुनाले बाध्यता हुन्छ ल अब जेठो भान्जा एक दुई भाका ल भाइ नजति हो चौनारी तिखिम्बे चाहिँ माछाराङ खिवाराङ उता चौबेरी यति सब मटा ज्वाइँले त्यो पानी बर्साएर यसो पानी पहिले यिनीहरू आचरण गर्नुहोस् यो बच्चा त ठिकै छ बोकेर लानु पर्ने 50 केजी गरेर
आजदेखि चाहिँ छारा र शेर्पाको धरो चाहिँ अब फिर्ता चल्यो उनलाई बिचमा चाहिँ ढोकाबाट तपाईँहरूलाई चाहिँ छोरी चेली नातिनीलाई सुक्ने थप्ने भएर चाहिँ लुगा पुस्ता थप्ने होस्। अब यो सकियो अब यो सकेपछि बागो आन्टीको हात छ यो सटान छ यो हुँदैन सलमा से तारों वाली शगना दी शब आए रे बनों से बनने के मिलने की जरूरत लाए रे शहनाइयों मुझे सबके आंखें भर आए रे शहनाइयों मुझे सबके आंखें भर आए Dokan na yun yan, malakon sa supay na una manan na sudah din niya. झोला बोकेर कस्तो मक्खा भएको रामबाग दाग समनी कति चाहिँ रहन्छ समनी कन्तीमा रहन्छ सम्झौला रामबाग एक फेरि एक समय रामबाग छारा चिन्नेलाई नि निद्रा छ नि उता हामीले यसो विसार दिनुहोस् न अब हुँगो चाहिँ तेरो देखो केम छ त पाँच बजे को बच्चा बाकी तेरे बिना तो बाबु म डलर छु पाँच को बच्चा पाँच के जो ने खाता तो बाकी सब तेरे बिना था या चाहिँ सुपर सुपारी मान्छे पैसा चाहिँ तेरे बिना छ यो तपाईले के छ छोड्छ उहाँले दिनुभयो तर छोड्यो खाली भएन भने फिर्ता दिनुभयो तपाईहरुको फिर्ता उहाँ बुवाले यो एउटा रिच पर देखाएको मात्रै तपाईहरुको लाख रुपैयाँ राख्नु हुने के देखाएको मात्रै आदिवासी गएको छैन हामीले पास छ भन्नु अब नातिनीको माग्छ अब कसको जिम्मा रहेछ भन्ने खालको ठाउँमा अब गएको छ हुन्छ खाना खाओस् न पर मैले छोप्दै राखेको छु ग्यासमा ग्यासमा दिन्छ हाम्रो आमा चाहिँ राई भाउ शेर्पा शेर्पा भित्र लग्यो अब सुन्नुहोस् है अब सबै बताउँछ अब यो छिलाम जोडी चाहिँ पाइएको छ नि जोडी बनाउनु तपाईँ त्यो लाउनु जोडी बनाउनु त्यो लाउनुहोस्
यो पुगेको साथ त पता हुन्छ यो छिला र म किन भित्र सारी हालौँ न दिम पवित्र अब यहाँ 10 पखे भन्दाउने तपाईँले बुझ्नुहुन्न 9 पखे भनेपछि बुझिँदैन होइन त उहिले बुझ्ने गरी भन्नुहोस् भाइ आको तिथि रीति अनुसार अब छोरीको अब मेरो छोरीले पायो छोरी पञ्जरी गर्ने हक कसको छ भने मामाको रहेछ तर यस्तै हो तिमीहरूको भाग्यले गर्दा म पनि पो बसेँ अब यी लाठीसँग हिँड्ने मान्छे लाठी त्यहाँ राखेर त्यहाँ बसेको छु र हेर्नु नाति मेरो नाति नि न तल न माथि बिचमा उठेको र कोही दिन जे जस्तो नि आफ्नो जन्माको छोरी हो कहिले मिठो बोल्यो कहिले नमिठो बोल्यो आमा बाउले सहेर सही पठायो र त्यसमा तपाईँलाई कोही अपशब्द भने पनि अनुहार रुचाइयो नि त होइन यस्तो बोल्न भने थाहा थिएन भन्ने नसोध्नु मैले त्यो बोली नै रुचाएको भनेर नसोध्नु अनुहार रुचाएको भन्ने सोध्ने हो कति मुकाली रहेछ भने यो चल्यो भने के हुन्छ लफेर र त्यसबाट वञ्चित हुनु र आजबाट हाम्रो नाति शेर्पा भए पनि जो भने मान्छेको हृदय हुन्छ त्यसो भएको हुन्छ आफ्नो कर्म हो हिजोको दिनमा अब हामीलाई सुम्नी पारू भन्छौँ भगवान्ले थैले जोड्छ एउटै हल्लाएको रहेछ के मेरो नातिनी र नाति ज्वाइँलाई आज तपाईँहरू भेट हुनुभयो आज यत्रो इष्ट मित्र नाता नाला सबै निम्तायो आयो बस्यो तपाईँहरूको यो शुभ विवाह कार्यमा आज लिनु आउनुभयो आजबाट हो अब हाम्रो नातिनी तपाईँ सुमन ज्वाइँलाई आजबाट उसको ढङ्ग रङ्ग जे जस्तो भए पनि तपाईँले स्वीकार दिनु ऊ आगो बन्यो भने तपाईँ पानी हुनु ऊ पानी हुनु गयो भने अब आगो नहुनु बरोबर मिल्छ उ गर्नु भनिकन आज म कोपा बाजेले दिँदैछु ल ल यो है पञ्चनी गरिहाल्यो पो होला दिइहाल्नु किन दिउ एक दिएँ मैले नातिनीलाई खुसी हुनु तिन दिएँ ल 4 दिएँ 5 पनि दिएँ 6 पनि दिएँ र यसरी नै फुल्नु फल्नु अपशब्दहरू यो खोलिएको छैन नि यही भित्र होस् अपशब्द होइन तितो मिठो बोलीहरू तितो पनि यता जाओस् मिठो बोलीहरू बुझियो छ नि यसरी होस् र फुलको बासन कहाँसम्म पुग्यो त्यहीँसम्म तपाईँहरू फुलको बासन भएर बस्नु एकदम अपशब्द नगर्नु शब्दै शब्द गर्नु इष्ट मित्र राजा दैलो पञ्चायत दैलो भएर बस्नु जो जस्तो नातिनीको ढङ्ग रङ्ग तपाईँसँग हाम्रो माया तपाईँले सुम्पिदिएर साथै सबै पायो जिम्मा भयो अब आज ज्वाइँको जिम्मा दिइहाल्नु अब नराम्रो भए पनि सबै कुरा वर्ष नराम्रो नपरोस्
Rossi, मेरो टोट लेखेको कालो व्यक्तिमा सफा गर्न पर्छ अलि माथि गएर गर्नु देखिने गरी है कहाँबाट यहाँ खिचिहाल्नुहुन्छ अरे परबाट बचन उयो अलिकति बोलाइले चोला सेना दियो चोला चाहिन्छ त हजार किन छैन अलि पछि हाँसिराख्नुपर्छ के फोटोहरू कता कताबाट खिचिन्छ थाहै हुँदैन यसरी नै गर्न नि खिचेर दराजको चाहिँ विचार जिम्मा दिएर पढ्दै ไอ้ชามาคิดได้ขายนั่นมันขึ้นมาเลยอาไปอุลุงจีนจะมันก็จะมาเอาใช่ชับตัวเอาตัวนี้बीमी तक लेख्न पनि हुन्छ आज एकताल आमको त बाबु चिउदैन tiap jalan tiang tidak बुढालाई दिँदै रहेछ अब लु
जाओस् न ल